सबैलाई एक्लै चलाउने रोग लागेको छ। देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, अहिलेको सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ। अहिले प्राविधिक रूपमा जो अहिले विशेष अधिवेशनबाट नेतृत्वमा आउनु भएको गगनजी हुनुहुन्छ, उहाँलाई पनि मैले त एक्लै चलाउनु पर्छ भन्ने रोग लागेको छ। नेपाली कांग्रेसको संस्कार त्यो होइन। नेपाली कांग्रेसको संस्कार यहाँ विविध विचारहरू छन्, विचारहरूमा मन्थन हुन्छन्, विभिन्न पिँढी जोडिएको छ, विभिन्न क्षेत्र र समूह जोडिएको छ, अन्तर्क्रिया गर्नुपर्छ, छलफल गर्नुपर्छ। सबैको विचारलाई जोडेर, सबैलाई जोडेर अनिखेर नेपाली कांग्रेस पार्टी अगाडि बढ्छ। त्यो विचार हो नेपाली कांग्रेस। त्यसकारण अरूको मोडेल यहाँ काम लाग्दैन। नेपाली कांग्रेस त्यसरी चल्न सक्दैन। त्यस हुनाले जरुरी छ। त्यसकारण म के भन्न चाहन्छु भने अहिले हामीले के भनिरहेछौँ? हामीले के भनिरहेछौँ भने पार्टीको बृहत्तर एकता हामीले खोजेका छौँ। तर त्यो बृहत्तर एकता यत्तिकै हुन्छ? त्यो यत्तिकै हुँदैन। त्यसको लागि 15औं महाधिवेशन निष्पक्ष हुन जरुरी छ। सबैको सम्मानजनक सहभागिता हुन जरुरी छ। फेयर हुन जरुरी छ। पारदर्शी हुन जरुरी छ। यति मात्रै हामीले भने। त्यो गर्नको लागि 14औं महाधिवेशनबाट आएको जो निर्वाचित साथीहरू हुनुहुन्छ, विशेष महाधिवेशन त सबैले भाग लिएकै होइन। त्यसकारण यसलाई जोडौं या एउटा सम्पूर्ण अधिकार सम्पन्न संयन्त्रले चाहिँ सम्पूर्ण 15औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अधिकार सम्पन्न संयन्त्र बनाऊ।